के नागरिकले प्रश्न सोध्नु अपराध हो? के सरकारको आलोचना गर्नु पक्राउ पर्ने कारण बन्न सक्छ? हो दर्शकबिन, अहिले सरकारले यही गरिरहेको छ। कृतिपुर स्थित सुकुम्बासी रहेको होल्डिङ सेन्टर पुगेका जेन्जी अभियन्ता माजिद अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको र पक्राउ पर्ने क्रममा कुटपिट गरेको आरोप सार्वजनिक भएको छ। अन्सारीले आफूलाई प्रहरीले असभ्य भाषा प्रयोग गर्दै नियन्त्रणमा लिएको तथा 12-15 जना सुरक्षाकर्मीहरूले लछार पछार गर्दै कुटपिट गरेको दावी गरेका छन्। अहिले यो घटना देशव्यापी रूपमा चर्चाको विषय बनेको छ। नागरिक अधिकार कर्मी, युवा तथा विभिन्न सरोकारवालाहरूले अभिव्यक्ति स्वतन्त्रता, कानुनी शासन र मानव अधिकारको सम्मान गर्नुपर्ने भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। उनीहरूले कानुनी छानबिन बिना अन्सारीलाई नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्नुपर्ने धारणा व्यक्त गरिरहेका छन्। लोकतान्त्रिक व्यवस्थामा फरक विचार राख्ने, सरकारको निर्णयमाथि आलोचनात्मक टिप्पणी गर्ने वा नागरिक अधिकारका पक्षमा आवाज उठाउने कार्य संविधानले सुनिश्चित गरेको अधिकार भएको भन्दै घटनाले लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको टिप्पणी समेत भइरहेको छ। नागरिकले सरकारमाथि प्रश्न उठाउँदा त्यसलाई लोकतन्त्रको सामान्य अभ्यास मान्नुपर्छ कि सुरक्षाको चुनौती? माजिद अन्सारी पक्राउ पर्नु र बल प्रयोग गर्नु आवश्यक थियो कि थिएन? तपाईँ आफ्नो धारणा कमेन्ट बक्समा पक्कै लेख्नुहोला।